दाइ चाहिँ हलो जोत्नु हुँदैछ यहाँ। तान 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 गोठ माथि अर्को गोरु तल अर्को गोरु माथि डेलको गोरु तल मान्छे गोरु तान 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 गर्दै हुनुहुन्छ यता म यता यस्तो गच्की गच दिने काम हुँदैछ। सो हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरू नयाँ ब्लगमा मेरो स्वागत छ। माइ नगर्नु होला। यो गाइस आज चाहिँ म देख्नु हुँदैछ यो के हो आज म हल्का बाउसे यानि कि रोपाइ गर्न जाँदैछु तल अति पार्कमा। मलाई अस्ति बोलाउनु भएको थियो हल्का आइज है भन्नुभएको छ। अनि आज शनिबार ड्यामीसँग रोप्नु मलाई चाहिँ हलो सल्का जोत्नुलाई ट्याप्स भरे भयो भने म जोत्छु हलो पनि है। अनि त्यही हो आज रोपाइ छ। आज रमाइलो गर्नुपर्छ रमाइलो बाउसे साउसे हान्ने हो डाङडुङ हान्ने हो है। यस्तो मजा हुन्छ कि त्यही हो असारमा यो बाउसे धान सान रोप्नु रमाइलो। असार भनेकै धान रोप्नु हो क्या त्यसमै भन्छ। हाम्रो नि पहिला यो बारी छ नि यो बारीहरू सबै रोप्थ्यौँ हामीले अहिले खोइ पानी नि छैन केही पनि छैन। पहिला पानी हुँदाखेरि बोजू हुँदाखेरि पानीहरू ल्याउँथ्यौँ अनि ल्याउँदाखेरि त्यहाँ रोड लग्यो क्या। रोड लगेपछि पानी बनाइदिन्छु भन्दै पानी त कहाँ आएको त्यत्तिकै पानी त हरायो। पानी नि हरायो सबै हरायो अहिले खुइया। सो गाइज म चाहिँ आइसकेको छु मेलोमा। यहाँ श्री अङ्कलहरू यो यसलाई भन्छ आली यसलाई भन्छ खेत। अस्ति यसलाई आइसक्नु भएको रहेछ मलाई भन्दै हुनुहुन्थ्यो लाउनु भन्दै हुन्थ्यो तर म चाहिँ कलेज जानुपर्छ भनेर भ्याएन। अनि आज चाहिँ यस्तो गरेर है गर्नुपर्ने छ यो सबै यस्तो हिलोहरू सिलो फ्याकफुक गरेर। यहाँबाट एउटा चिज यो कोलाई थाहा छ सिमसाग भन्छ कि यहाँ बिउ पनि छ रोप्ने नि हो कि रोप्छ नि यता खोला साइड यस्तो हुन्छ क्या सिमसाग। सुँगुरको मासुसँग आम्मा कम्ती मिठो हुँदैन बाफरे बाफ। सुँगुरको मासु त्यो जेसँग नि मिल्छ आलुहरूसँग नि मिल्छ यो सिमसाग तर कसम मिठो त यस्तो मिठो हुन्छ के भन्नु र है। यता छ ऊ पर यता तलतिर सबै पहिला त धान रोप्थ्यो अब धान हल्का छोड्नु भएर सबै सिमसागहरू रोप्नु भएको छ। यस्तो छ। सो गाइज मलाई चाहिँ अहिले आम्बो उडिने रहेछ के भन्ने थियो नि तल अहिले भर्खर जोत्नु थाल्नु पनि त अनि त्यहाँनिर खासै काम थिएन। अनि मलाई तिप्पाले चाहिँ यहाँ बिउ उखेल्नु लगाएको छ। यहाँ तिमीहरूले उखेल्नु भएको रहेछ एउटा गर्दा यसरी उखेल्नु पर्ने रहेछ। यसरी औँला गाडेर ओडी हुने रहेछ बिउ उखेल्नु त। अब ड्याङडुङ खालिदिनु पर्यो बिउ एकैछिनमा के कस्तो होला है भबाल हुन्छ नि त्यस्तो भयो भने त फेरि कामै नगर्ने क्या अरूले चाहिँ। मैले मात्रै ड्याङडुङ हाल्ने त अड्डी हुँदैन त। यहाँ अब यस्तो उखेल्नु पर्ने रहेछ कि यस्तो गर यस्तो चुट्टिँदो रहेछ यार। आम्बो कसरी गर्दैछ नि यो त। त्यही हो गाइज म चाहिँ अहिले यस्तो गर्दैछु है त। यो बिउ उखाल्नु लास्टै डह्रो रहेछ यार। भुइँबाट उक्लिनु भने सबै यसरी चुट्टिने रहेछ। आम्मामा उक्लिनै मान्दैन के भएको टाइट यो यस्तो वाला माटो छ क्या यस्तो कालो माटो टाइप्स। सो गाइज मैले चाहिँ भर्खर त्यहाँ आधी उधी गरेँ। अब तल अङ्कलहरूले आधी उयो गरिसक्नु भएछ जोतिसक्नु चाहिँ अब बाउसी पनि जाँदै यहाँनिर आम्मा लास्टै डह्रो यार बाफरे बाफ। डह्रो त के साह्रो डह्रो यार बा डह्रो हुने गरिरहेछ। अब चाहिँ म तल जान्छु। सो गाइज
यहाँ हामी यस्तै हिलोको कार्यक्रम जारी छ। हामीले भर तल्लोपट्टि धान रोप्ने ठाउँ बनायौँ। अङ्कलहरूले यहाँ जोत्दै हुनुहुन्छ। यता म पनि खेल्दैछु। खेल्ने क्रम जारी नै छ। पानी चाहिँ हल्का नपुग्ने भएको रहेछ क्या, नभए त ठिकै हुन्छ कि। दामी अरे बवाल छ त हौ। यस्तो छ है, यस्तै छ। असारमा यस्तै हुन्छ होला। त्यतातिर जोत्ने काम भइरहेको छ, यतातिर खेल्ने काम भइरहेको छ। अङ्कलले जोत्दै हुन्छ। माथिल्लोपट्टि जाऊँ, यता सिमसाग छ। अब रोपाहरू एकछिनमा आउनुहुन्छ भन्दै हुन्थ्यो 10-11 बजेतिर। अनि त्यहाँबाट यहाँ सकेर अब हामी उता जानेछौँ। यहाँ हुँदैछ काम, अङ्कलले जोत्दै हुनुहुन्छ। ठिक छ। त्यस्तो जुन हो त्यो छ नि, त्यसलाई चाहिँ दाँदे भन्छ। तपाईँहरूकोतिर के भन्छ पनि, दाँदे भन्छ। सुरुमा चाहिँ हलोले जोत्ने हो होइन, हलोले जोत्ने अनि पछिबाट हल्का पानी सानी मिलिसकेपछि चाहिँ दाँदेर दाँदे लगाएपछि दामी ठ्याक्क हुन्छ। अनि त्यहाँबाट हल्का पाउँछ त्यो चप्राले मिलाउनु पर्छ। रोप्ने ठाउँ त बब्बाल एकैछिनमा झक्कास भइहाल्छ नि, त्यही हो क्या। सो गाइज, हाम्रो यहाँ काम कुरो चाहिँ हुँदैछन्। अङ्कल पुरा सिरियस हुँदैन त्यहाँ गर्दै हुनुहुन्छ। यता म यता यस्तो गच दिने काम हुँदैछ। अङ्कल बनाएर ल्याउनु भयो त अघि त भित्की गएको थियो। अङ्कलले फेरि दामी नयाँ 5-6वटा गाडी ठाकेर ल्याइसक्नु भयो। यहाँ चाहिँ यत्रो दिने काम हुँदैछ हाम्रो। पुरा अङ्कलहरू बिसाइरहनु भएको छ माथि। हाम्रो चाहिँ यहाँ पुरा लुगा धुने कार्यक्रम भइरहेछ। अङ्कलले साबुन लाउँदै हुन्छ त्यहाँ, म यता माझ्दैछु डङ्काड। अङ्कलले पुरा साबुन लाउँदै छ। यस्तो गच पानी पनि पर्नु पर्ला यस्तो। जुन हेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजरको। ओ म हेर्छु मेरो जुन तिम्रो नजरको। गाइज, दाइ चाहिँ हलो जोत्नु हुँदैछ यार। नपकाएर सचिन सो गाइज, भर्खर जोतेर बसेको। अङ्कलले जोत्नुहुन्छ, अङ्कललाई दिएको। अब म चाहिँ यहाँ यो चलाउँदैछु। यहाँ भर्खर मिलाएर यति उता अङ्कलले यता मिलाउँदै हुनुहुन्छ। रोप्नेहरू सबजना रोप्दैछन्। 2 गरा रोपिसक्नु रोप्नेहरूले। पानी परेको यस्तो हुसी लागिरहेन, कस्तो गरम भइरहेछ हौ हालत।
सबै कपडा आम्मामा डेन्जर भएको छ नि हो डेन्जर। अब चाहिँ लास्टै यो गर छ अनि त्यो गर मात्रै बाँकी छ अनि त्यहाँपछि त सकियो सकियो सकिन्छ त्यहाँबाट अनि त्यहाँबाट चिल गरेर बस्ने हो। अहिले नै हाल बसि नै रहेको छ त्यही हो त गाइज।